सक्का किन हान्ने सक्का किन हान्ने भनेर वर्निङ पनि हान्नेको होइन ल गाइस अरे अकिल हुसैन हो क्या अहिले रोगा न बुझ्यो भाइ क्यामेराम्यान ओए बन्दे पकडा चौतै हो अरे यार बन्दा कि पाउँ यार आउटडोर मात्र रेकर्ड गर्छ यार भाग्ने हो क्या यार यसरी गाई बाँध्नु सक्ने हो टाइम छिटा कस छिटा लगाएर हैन त्यो ढुङ्गा त वहाँ छ यार फेरि वाइड खाएको भन्ने हो यो आउट नै थियो त्यहाँबाट भागेर गए पा ओ बलर खै वाइडको पनि ना क्यामेरा ओ बलर यता हेरौँ त ड्रोन भ्यू पनि दिइरहेको छु कि ऊ त्यहाँ चढेर स्पाइडर क्यामेरा हाल्यो ल 3 बल भयो अंकु मजाले अंकु त्यहाँ चढाइदियो स्पाइडर क्यामेरावाला भ्यू आउँछ तयार छन् तिन त छक्का छक्का खान सुरो भएको केटा हो एक चौका खाएपछि 20 हुन्छ ट्याक्कै जम्मा 3 बल यार ये तो ठीक है नहीं तेरी वीडियो है क्या है ना ये तो ठीक है फेरि चढा क्याच छोड्यो अहिले फेरि दिखाऊ त्यो क्लिक गरेको माथि हुन्छ छिदैमा क्याच गरेको मैले क्यामेरा तल गर्दै थिएँ यार
ओए बलरको थियो चौका खाँदै यो मजाको कन्टेन्ट मिलिरह बलर खतरा मिलिगे मजाको कन्टेन्ट मिलिरह झन्डै क्यामेरा बन्द गरेको गइगयो चौका खाँदा कस्तो लाग्यो दोस्त चौका खाँदा कस्तो लाग्यो दोस्त अरे मस्त टेन्सन नआउनु क्या क्यामेरा बन्द गर्छु बलर हेड हानेको क्या अङ्कित यस्तो बेजत गर्छु नि छक्का खाइस भने हेर अङ्कु हेर मैले स्टिम देखाएको छैन कि स्टिम आडो भयो भने ओ भाइ ऑडियंस ऑलराउंडर सीजन पांड्या यही बलर हो कि मिस गर्ने जतिखेर पनि यही यो ओए कति ओभर छ अझै कति ओभर छ नै मलाई नै भन्दैन क्यामेरा छ अहिले यता हेर्नु क्यामेरा सिजन होइन के छैन त त्यसमा के छैन कट्टामा होइन यो सर र उसले लिएर सबै ब्याट उता ब्याट पनि छ अर्पण दाइसित अलि भारी छ अब फास्ट बॉल आया हमको अबे यी बलरकै कामै छैन भिडियो हेरिस मैले खेल्ने पाएन ल जोटन यार क्या चोला मैंने भिडियो देखा ना कैच मिस
अब यो म्याच त 10 मिनेट चलेको त यार चौका यार यस्तो मजाको क्याच थियो नि तर यार कस्तो ओए मा भिडियो देखाएन नि त क्यामेराम्यानले हानेको कति ओभर छ कति ओभर छ कति ओभर 2 ओभर ए खोलेर हान्नु अब फेरि त्यही बलर आएका छन् ओए खतरा टाइममा हेरेर चाहिँ 11 मिनट 11 सेकेन्ड हजुर ओए 13 कहाँ 6 पछि 6 दे राइट बल भाइ यहाँ पन्थेलाई अङ्कुलले सिकाइसक्यो सर कहाँ हुँदैछ जानु त अरे पुगाउनु सक्दैन नि यति त्यो त मेरो पर्फेक्ट हो खुट्टैमा हान बिजलाई आउट लेगमा हान न अनि पुगाउन नि 34-35 दिनहरू अपोनेन्ट गएर भन्दै त थिए देखाउनु चाल्ने बहुत देखाउन हामीलाई उता उता जानु पहिलो ल विजय तिमी नै ठिक्छौ क्यामेराम्यान ह्याट्रिक बल्छ ह्याट्रिक बलमा कति रन छ र दाइ 34 के ए भइगयो त यहाँ हार्छन् अहिले रुखन अहिले बाबु सोतोमा 1 ओभर हाल्छ 1 ओभर छ ल 35 भइगयो 40 सेकेन्ड माने पनि भइगयो ओभर भयो नै 3 बल लास्ट ओभर त हो ओइ ओइ वाह वाह सिस्टम धेरै पातल भयो नि अरु नि आउनु स्टिम मिलाउनु त्यो उलाई हेर के हैन म त रेडी हो स्टिमै ढल्न लाग्यो अरे त्यहाँ तल ढुङ्गा हालेको छु मैले अबे साले तर लास्ट लामो म्याच भइगयो अहिले त अनि पिकी खेलेको नि त फेरि देखाऊ विजय फेरि देखाऊ चौका लास्ट बल छ म 1 रन आछु विकेट छ अरु छक्का 1 रन लिन देऊ अर्को ओभर डट सामना गरौ 1 रन अन्डर छक्का लास्ट ओभर त हो ह के बोल्नु न एक बल छ हैन त्यही यो भ्यालु अंकित एउटा क्वेशन के जित्न सक्नुहुन्छ तपाई मजाले अहिले रुखन अहिले मजाले कल गर्छु उताबाट एक त हामी यस्तो हम एक त हार्ने मुखमा हम त्यही माथि बल गर्छु रे अब तिमुरकोबाट बन्या हो यति म्याच छ अब लास्ट ओभर त मै हान्छु तिमीले पाउँदैन ओए सरी ओए हान्न रोनक यार अब कति काट खाने अब त ले त ले अन्त्य यता आइज ल तिमीलाई चिल्लाउँछु म कति पुग्यो 39 कि 40 अंको कति रन पुग्यो एम्पायर क्यामेराम्यान भन्नु पर्दैन कपडा ल्याऊ बाबा लाउँछ खतरा आउँछ यार कपडा ल्याऊ नै अहिले भोलि जाने बाबा लाउँछ कति अहिले मैले बल गरेको
अन्त मोबाइलले जाँदा को खेलिरहेको ए बलरको थियो सिस्टम तर यिनीहरूले घाटा गरे अघि सुरुमा यिनीहरूले ब्याट लग्थ्यो आउट भइहाल्थे अब हामीलाई ब्याट दिए सफ ओभर खेलेर हामी अघि 3 ओभरमा भ्याइयो 3 क्याच टोके त्यहाँ खतरा बल हान्दा त आउट सर आउट होइन होइन यो त उसलाई देखाउने हो पन्तेलाई कपिन थियो पन्त्यार भएन नि आफ्नै बलबाट डराउने अब 2 बलमा 4 रन आएपछि ठ्याक्कै 50 पुग्छ यो बल अलिक गरमको पनि छ कति बल भयो 4 2 बल छ ल अब लास्टमा बाउन्ड्रीको लागि खेल्दिनु ल 1 रन आयो है वाइटको पनि रन 48 यस्तो भने भएन यार हाम्रो वाइट किङ कति मजाले भने ओए अहिले खाला मैले ल ल 3 कर ल 50 को टार्गेट